यहाँ हामी चाहिँ जङ्गल जाँदैछौँ जङ्गल है कमानबारी कुरो हुँदै जाँदैछ गाडी हिँड्छ शङ्खढुङ्गा हेर्नु गएको अरे देख्नु चाहिँ सक्छु कि सक्दैन तर उयो होइन मुनि यो मुनिको होइन ए पुरा उयो भएको रहेछ होइन अहिले नकिन्दो रहेछ त्यो कस्तो दामी सेप देखिरहेको नि त यस्तो कहाँ छ झोडी अन्त जङ्गल भएछ नि त यस्तो दुःख कष्ट गरेर जाँदैछौँ हामी यस्तो दुःख कष्ट गरिकन हामी पुग्यो अम्बो दामी रहेछ नि ए यहाँ यस्तो रहेछ होम लगाएको थिएछ है यहाँनिर यस्तो रहेछ नि यहाँबाट यस्तो भरि यस्तो यहाँबाट यस्तो घुमेर यस्तो यहाँ यो यस्तो शङ्का यी शङ्का भएको छ कि देख यस्तो घुमेर यस्तो देख्यो कि ढुङ्गाको छापै कस्तो छ अर्कै खालको रहेछ नि त गुफा बसेको होला नि त गुफा बसेको होइन पाइला जस्तो रहेछ है यहाँ उयो त्रिशुल अब हामी यो तल बाटोदेखिको कुरो केलाउनु ग्रुप कल पो गर्नु पर्यो त है अलिकति यता माथि चाहिँ यहाँनिर चाहिँ तपाईँहरू पाउन सक्नुहुन्छ यहाँनिर चाहिँ शङ्खढुङ्गा यहाँनिर रहेछ एकदम दामी स्निकरहरू लाएर आउनु पर्यो बम भोले अन्त यहाँनिर पानी अमला पनि रहेछ हाम्रो भाबीले निकाल्नु हुँदैछ पानी अमला ए हाम्रो भाइजीले ए कस्तो लाग्यो अन्त बाबु माताको दर्शन गर्नु पुरै इच्छा थियो आज हेर्यौँ सुनेको मात्रै थियौँ हो आज हेर्यौँ खुसी लाग्यो दामी है लु खै यो बाटोबाट यस्तो खोलाको यताबाट आएर चाहिँ यो उकाल जानु माथि झन्डाहरू गाडिरहेको छ त्यहाँनिर त शङ्खढुङ्गा रहेछ